गरिब सोचको पिञ्जडा तोड्नुहोस् र करोडपतिको खेल सिक्नुहोस्। ब्रेक द पोर माइन्डसेट। नमस्कार, सुन्नुहोस् साथीहरू, आज म तपाईँसँग कुनै सान्त्वनाका कुरा गर्न आएको होइन। म तपाईँलाई यो भन्न आएको होइन कि चिन्ता नगर्नुहोस्, सबै ठिक हुन्छ, किनभने केही पनि ठिक हुँदैन जबसम्म तपाईँ आफै ठिक हुनुहुन्न। तपाईँलाई लाग्छ कि दिनको 18 घण्टा गधा जस्तो खटिएर तपाईँ एक दिन करोडपति बन्नुहुन्छ? यदि मेहनतले मात्र मान्छे धनी हुने भए आज संसारका सबैभन्दा धनी व्यक्ति कुनै मजदुर वा भरिया हुन्थे, कुनै ठुलो बिजनेसम्यान होइन। सत्य निकै तितो छ। हार्ड वर्क विथआउट स्ट्र्याटेजी इज जस्ट अ स्लो डेथ। तपाईँ आफ्नो पसिना बेचिरहनु भएको छ कि आफ्नो दिमाग? तपाईँ अरूको सपना पुरा गर्न खटिरहनु भएको छ कि आफ्नो साम्राज्य खडा गर्न? आजको यो केही मिनटको भिडियोले तपाईँको सोचको जग हल्लाइदिनेछ। म आज तपाईँलाई ती गोप्य कुराहरू बताउने छु जुन स्कुलमा सिकाइँदैन र गरिब परिवारमा कहिल्यै चर्चा गरिँदैन। यदि तपाईँ साँच्चै आफ्नो जीवन बदल्न चाहनुहुन्छ भने यो भिडियोको अन्त्यसम्म मसँगै रहनुहोस्, किनभने आज म तपाईँलाई भिडबाट निकालेर एउटा लिडर बनाउने बाटो देखाउँदैछु। मजदुर माइन्डसेटबाट मालिक माइन्डसेटमा सिफ्ट हुनुहोस्। इम्प्लोइ भर्सेस ओनर माइन्डसेट। संसारमा यी दुई किसिमका मान्छे हुन्छन्। पहिलो, जो आफ्नो शरीर खियाएर पैसा कमाउँछन्, जसलाई हामी एक्टिभ इन्कम भन्छौँ। दोस्रो, जो अरूको समय र दिमाग प्रयोग गरेर पैसा कमाउँछन्, जसलाई हामी लेभरेज भन्छौँ। तपाईँ गर्व गर्नुहुन्छ कि म सबै काम आफै गर्छु, मलाई कसैको सहयोग चाहिँदैन। तर साथी, यो तपाईँको खुबी होइन, यो तपाईँको सबैभन्दा ठुलो कमजोरी हो। तपाईँ कतिन्जेल एक्लै दौडिन सक्नुहुन्छ? तपाईँको शरीरको एउटा सीमा छ, तपाईँको समयको एउटा सीमा छ। द गोल्डन रुल। यदि तपाईँ सुतिरहेको बेलामा पनि तपाईँको ब्याङ्क खातामा पैसा आउँदैन भने तपाईँले मर्ने बेलासम्म पनि काम गरिरहनु पर्नेछ। त्यसैले काम गर्ने बानी छोड्नुहोस्, काम गराउने सोच बनाउनुहोस्। एउटा सिस्टम बनाउनुहोस्, एउटा यस्तो मेसिन तयार गर्नुहोस् जहाँ तपाईँ नहुँदा पनि काम नरोकियोस्। मालिक त्यो होइन जसले धेरै काम गर्छ, मालिक त त्यो हो जसले धेरै सोच्छ। समय बेच्न बन्द गर्नुहोस्, समय किन्न सुरु गर्नुहोस्। डोन्ट सेल टाइम, बाय इट। मध्यम वर्गीय मान्छेले के गर्छ? मिडल क्लास मानिसहरूले के गर्छन्? उनीहरू अफिस जान्छन्, 10 देखि 5 बजेसम्म आफ्नो समय बेच्छन् र महिनाको अन्त्यमा एउटा निश्चित तलब थाप्छन्। उनीहरूलाई लाग्छ कि यो सेफ छ, तर खासमा यो सबैभन्दा ठुलो रिस्क हो। तपाईँले आफ्नो जीवनको सबैभन्दा मूल्यवान चिज, समय, केही हजार रुपैयाँमा बेचिरहनु भएको छ। धनी मान्छेले कहिल्यै आफ्नो समय बेच्दैन, उसले अरूको समय किन्छ। उसले एउटा अकाउन्टेन्ट राख्छ, एउटा म्यानेजर राख्छ, एउटा सेल्स टिम राख्छ। उसले अरूको 8-8 घन्टा किनेर आफ्नो लागि एकै दिनमा हजारौँ घन्टाको आउटपुट निकाल्छ। तपाईँले आफैलाई सोध्नुपर्छ, आर यु स्पेन्डिङ टाइम और इन्भेस्टिङ टाइम? हरेक काम आफै गर्न नखोज्नुहोस्। जुन काम अरूले थोरै पैसामा गरिदिन सक्छन्, त्यो काम अरूलाई सुम्पिदिनुहोस्। तपाईँ मात्र त्यो काम गर्नुहोस् जुन तपाईँ बाहेक अरू कसैले गर्न सक्दैनन्। त्यो हो भिजन र ग्रोथको काम। बचत, सेभिङले मात्र तपाईँ कहिल्यै धनी बन्नुहुन्न। द ट्र्याप अफ सेभिङ। हाम्रो समाजमा एउटा ठुलो भ्रम छ, पैसा जोगाउनुहोस्, ब्याङ्कमा राख्नुहोस्, सुरक्षित हुनुहोस्। हो, सुरक्षाको लागि अलिअलि जोगाउनु ठिक छ, तर धनी बन्नको लागि बचत पर्याप्त छैन। ब्याङ्कमा राखेको पैसा हरेक वर्ष महँगीका कारण घटिरहेको हुन्छ। तपाईँले आज बचाउनु भएको 1 लाखको भ्यालु 10 वर्षपछि 50,000 बराबर पनि हुँदैन। रिच पिपुल डोन्ट सेभ मनी, दे सर्कुलेट मनी। तपाईँले आफ्नो पैसालाई सिपाही बनाउनु पर्छ। हरेक 1 रुपैयाँ एउटा सिपाही हो जसलाई तपाईँले युद्धको मैदानमा पठाउनु पर्छ, ताकि उसले अरू 10वटा सिपाही नाफा लिएर घर फर्कियोस्। पैसालाई काममा लगाउनुहोस्, शेयर बजार, रियल इस्टेट वा आफ्नै बिजनेसमा। जब पैसाले पैसा कमाउन थाल्छ, तब मात्र तपाईँ आर्थिक स्वतन्त्रता, फाइनान्सियल फ्रिडमको बाटोमा हिँड्नुहुन्छ। कम्फर्ट जोन भनेको एउटा सुन्दर चिहान हो।
द डेन्जर अफ कम्फर्ट जोन। धेरै मानिसहरू किन असफल हुन्छन्? किनभने उनीहरू सुरक्षित हुन चाहन्छन्। उनीहरूलाई त्यही एउटै रुटिन, त्यही एउटै तलब र त्यही एउटै साथीभाइसँग बस्न मनपर्छ। तर याद राख्नुहोस्, ग्रोथ एन्ड कम्फर्ट नेभर कोएक्जिस्ट। यदि तपाईँलाई रिस्क लिन डर लाग्छ भने तपाईँले कहिल्यै नयाँ उचाइ चुम्न सक्नुहुन्न। रिस्क नलिनु नै संसारको सबैभन्दा ठुलो रिस्क हो। तपाईँलाई लाग्छ कि बिजनेस डुब्ला कि भन्ने डर छ, तर के तपाईँलाई यो डर छैन कि तपाईँ आफ्नो पुरै जिन्दगी एउटा सानो क्युबिकलमा बसेर अर्काको गाली खाँदै बिताउनुहुन्छ? 10 वर्षपछि जब तपाईँ पछाडि फर्केर हेर्नुहुन्छ, तपाईँलाई ती कुराको पश्चाताप हुने छैन जुन तपाईँले गर्नुभयो, बरु ती कुराको पश्चाताप हुनेछ जुन तपाईँले डरका कारण गर्न सक्नु भएन। अगाडि बढ्नुहोस्, गल्ती गर्नुहोस्, लड्नुहोस्, तर कहिल्यै नरोकिनुहोस्। रिस्क टेकर्स आर द हिस्ट्री मेकर्स। उच्च माग भएका सिपहरू, हाई स्किल इन्कममा ध्यान दिनुहोस्। आजको युगमा तपाईँको डिग्रीले मात्र तपाईँलाई धनी बनाउँदैन। बजारलाई तपाईँको सर्टिफिकेटसँग कुनै सरोकार छैन। बजारलाई तपाईँको भ्यालुसँग सरोकार छ। के तपाईँसँग यस्तो कुनै स्किल छ जसको लागि मानिसहरूले तपाईँलाई लाखौँ तिर्न तयार होस्? यदि छैन भने तपाईँ रिप्लेस हुन सक्नुहुन्छ। डोन्ट वर्क फर मनी, वर्क टु लर्न। अहिलेको समयमा सेल्स एन्ड नेगोसिएसन कसरी बेच्ने र कसरी मनाउने, डिजिटल मार्केटिङ कसरी मान्छेको ध्यान तान्ने, लिडरसिप कसरी टिम चलाउने, फाइनान्सियल लिटरेसी पैसाको खेल बुझ्ने, यी त्यस्ता सिप हुन् जुन कुनै युनिभर्सिटीले सिकाउँदैन। तर जसले यी सिक्छ ऊ कहिले भोको बस्दैन। आफ्नो समय एन्टरटेनमेन्टमा होइन, एजुकेसनमा खर्च गर्नुहोस्। तपाईँको सङ्गतले तपाईँको भविष्य तय गर्छ। इन्भाइरोमेन्ट म्याटर्स। तपाईँलाई एउटा कुरा थाहा छ? तपाईँ ती 5 जना मानिसहरूको औसत हुनुहुन्छ जोसँग तपाईँ दिनभरि समय बिताउनुहुन्छ। यदि तपाईँको सर्कलमा भएका सबै साथीहरू सधैँ सरकारलाई गाली गर्छन्, भाग्यलाई दोष दिन्छन् र फुर्सदमा रक्सी र गफमा समय बिताउँछन् भने बधाई छ, 6औं नम्बरमा तपाईँ पनि त्यस्तै बन्नुहुनेछ। तर यदि तपाईँ यस्ता मानिसहरूको सङ्गतमा हुनुहुन्छ जो बिजनेसको कुरा गर्छन्, नयाँ आइडियामा छलफल गर्छन् र सधैँ अगाडि बढ्ने प्रेरणा दिन्छन् भने तपाईँको सोच आफै बदलिनेछ। चेन्ज योर सर्कल, चेन्ज योर लाइफ। खराब सङ्गतमा एक्लै बस्नु धेरै गुणा राम्रो हो। किताबहरू पढ्नुहोस्, सफल व्यक्तिहरूको पोडकास्ट सुन्नुहोस् र आफ्नो दिमागलाई सधैँ सक्सेसको वातावरणमा राख्नुहोस्। भोलि कहिले आउँदैन। पावर अफ नाउ। म अर्को सोमबारदेखि सुरु गर्छु। म नयाँ वर्षदेखि जिम जान्छु। मसँग पैसा भएपछि बिजनेस गर्छु। यी सबै कुरा बहाना हुन्। असफल मान्छेहरूसँग बहानाको ठुलो लिस्ट हुन्छ, तर सफल मान्छेहरूसँग एउटै मात्र कारण हुन्छ, मैले यो आजै गर्नुपर्छ। अहिले तपाईँको हातमा जुन फोन छ त्यो केवल भिडियो हेर्नका लागि मात्र होइन, त्यो साम्राज्य खडा गर्ने एउटा हतियार पनि हो। तपाईँसँग भएको स्रोत साधन जे जति छ त्यही बाटो सुरु गर्नुहोस्। पर्खिन छोड्नुहोस्, किनभने समय कसैको लागि पर्खिँदैन। मेहनत त एउटा कमिलाले पनि गर्छ, तर उसले आफ्नो घर मात्र बनाउन सक्छ। तपाईँ मान्छे हुनुहुन्छ, तपाईँसँग सोच्ने शक्ति छ। आफ्नो पसिनालाई होइन, आफ्नो सोचलाई इन्जिन बनाउनुहोस्। अहिलेसम्म जे भयो त्यो बिर्सिदिनुहोस्। आज यो भिडियो हेरिसकेपछि तपाईँसँग 2वटा विकल्प छन्। पहिलो, यो भिडियो बन्द गर्ने र फेरि त्यही पुरानो जिन्दगीमा फर्किने। दोस्रो, वा आजैबाट आफ्नो माइन्डसेट बदल्ने र कसम खाने र एउटा नयाँ इतिहास लेख्न सुरु गर्ने। निर्णय तपाईँको हातमा छ। पसिना वा आजैबाट आफ्नो माइन्डसेट बदल्ने कसम खाने र एउटा नयाँ इतिहास लेख्न सुरु गर्ने। निर्णय तपाईँको हातमा छ। पसिना बगाएर थाक्ने कि प्लान बनाएर राज गर्ने। यदि यो कुराले तपाईँको मुटुमा कतै न कतै छोएको छ भने यो च्यानललाई अहिले नै सब्सक्राइब गर्नुहोस्, किनभने म यहाँ तपाईँलाई सुताउन होइन, उठाउन आएको हुँ। अब उठ्नुहोस्, जाग्नुहोस् र आफ्नो साम्राज्य खडा गर्नुहोस्। जय होस्।